यो हर्क साम्बाङ भनेको टुप्पोमा बोलाएको बच्चा हो। राईको छोरो भएर तँ राईको छोरा होइनस्, तँ लिम्बूको छोरा होइनस्। तँ के अरे सुम्नी आङ र पारुआङको मूर्ति बनाउने एलम्बरको चाहिँ हाम्रो ऊ बनाउनु पर्छ भनेर विश्वको पैसा खाने तँ। अनि त्यो पैसा पनि लुकाउने अनि बालेन सालाई गाली गर्ने। तँलाई म भन्छु पहिला त्यहाँ सुम्नी आङ र पारुआङको फोटो मूर्ति बनाउँछस् भने असन होइन, हाम्रो काठमाडौँको मुटु इन्द्रचोकमा आकाश भैरवको दर्शन गरेर आइज पहिला मसँग भेट। खुल्ला च्यालेन्ज होइन भने तैँले सुम्ने आङ र पारुआङको के अरे त्यो मूर्ति बनाउने होइन होला। नाम देख्नको डाल खाना काल तै खालि पैसा बनाउँछौ भने पनि एनआरएन भएको अन्तर्गत बसेका नेपालीहरू छ नि विदेशमा बसेका उनीहरूलाई चाहिँ फल्ला यस्तो बनाउनु पर्यो भने पैसा मगाउँदै खाने रहेछ। राम्रो काम गर्नु छ, ठिक छ। पूर्वमा राम्रो काम गरेछ भने त्यही अनुसारको हामी उहाँलाई धन्यवाद पनि दिउँला, हामी के अरे सराहना पनि गरौँला। राम्रो काम कहिले गर्ने, कुन चाहिँ राम्रो काम कुन चाहिँ नराम्रो काम? मूर्ति बनाएर अर्काको पैसा पापी पेट हाल्ने बेला चाहिँ हुन्छ राम्रो हुन्छ? कसैको 2 रुपियाँ नखाइकन स्वच्छ तटस्थ भएर एकदम क्रियाशील दृष्टिकोणबाट